स्वागत छ। आज हामी केही स्रोतहरू हेर्दैछौँ जसले हाम्रो जीवनमा मतलब यो परिवार र समाजमा जुन कलह देखिन्छ नि त्यसको जड कहाँ छ भनेर प्रश्न गर्छन्। अँ स्रोतहरूको निष्कर्ष चाहिँ के छ भने समस्या बाहिर होइन भित्रै छ रे मनको अज्ञानता अनि अशान्ति। हो स्रोतहरूले यही कुरामा एकदम जोड दिन्छन्। बाहिरी उपायहरू जस्तै तीर्थ जानु होइन, गङ्गा काशी पुग्नु वा खै घरको रङ बदल्नु, यिनीहरूले खासै अर्थ राख्दैन यदि मनको मतलब त्यो मूल समस्या जिउका त्यौं छ भने। यो त रुखको हाँगामा पानी हाल्नु जस्तै भयो, जरामा परेन नि त। हो नि, ठिक हो। त्यसो भए स्रोतको मुख्य तर्क नै यही भयो कि वास्तविक समाधान भित्रै छ, मनलाई नै समात्नु पर्यो। आजको हाम्रो यो विश्लेषणको उद्देश्य पनि त्यही हो। यी स्रोतहरूले मानसिक शान्ति कसरी पाउने, यो भित्री उथलपुथललाई कसरी जित्ने भन्ने बारे अलि गहिरिएर हेरौँ न। हुन्छ, सुरु गरौँ न त यो बाहिरी कर्म र भित्री शुद्धिको भिन्नताबाटै। स्रोतहरूले तीर्थयात्रा जस्ता कुरा उल्लेख त गर्छन्, तर सँगसँगै के पनि औल्याउँछन् भने धेरैजसो यस्ता अभ्यासहरू कि लोभले गर्दा कि नरकको डरले गर्दा हुन्छन् रे। हो र, डरले पनि? वास्तविक आवश्यकता त भित्र सफा गर्नु हो, जसलाई स्रोतले हृदयमा झाडु लगाउनु भनेको छ। हृदयमा झाडु लगाउने, यो त खै मननयोग्य कुरा हो। अनि आजकलको तनावको कारण पनि स्रोतले यही भित्री गडबडीलाई नै मान्छ त, जस्तो कि स्वार्थ होइन, अनि त्यो मनमा चलिरहने कोलाहल। हो एकदम। अनि एक किसिमको मानसिक भ्रम जसले हामीलाई बाहिर अल्झाउँछ। समस्या भित्र हुन्छ, हामी बाहिर खोजिरहेका हुन्छौँ। हो, र यो भित्री फोहोर हटाउन स्रोतले शुद्धतामा जोड दिन्छ, शरीरको, मनको अनि भोजनको पनि। भोजनको पनि कसरी? यहाँ एउटा चाखलाग्दो कुरा छ। स्रोतले के तर्क गर्छ भने यदि रिस, द्वेष वा कुनै नकारात्मक भावना राखेर खाना बनाइयो भने त्यो खाना पनि एक किसिमले विष जस्तै बन्छ रे। हो र? त्यो अशुद्ध भोजनले मनलाई झन विचलित, झन अस्थिर बनाउँछ। यो त निकै सूक्ष्म कुरा भयो। यसलाई हामीले छठ पूजामा जस्तो शुद्ध भावले प्रसाद बनाउँछौँ नि, त्यस्तै लिन सकियो होला है। हो त्यस्तै। स्रोतले शारीरिक स्नान मतलब पानीले नुहाउने कुरा र मानसिक स्नान जुन चाहिँ ज्ञान वा सत्संगले हुन्छ, दुवै चाहिन्छ भन्छ। ज्ञान वा सत्संगले मानसिक स्नान, ठिक हो। बिल्कुल। यो भोजन र मनको शुद्धताको कुराले हामीलाई आफ्नो खै मौलिक प्रकृतिबारे सोच्न पनि लगाउँछ। स्रोतले यसै सन्दर्भमा मानिस र जनावरको तुलना गरेको छ, त्यो पनि रमाइलो छ। कसरी? जनावरहरू आफ्नो प्रकृति अनुसार चल्छन् नि, आफ्नो धर्म अनुसार। यहाँ धर्म भनेको रिलिजन होइन, स्वभाव। स्वभाव हो। मांसाहारीले मासु खान्छ, शाकाहारीले घाँसपात। तर मानिस चाहिँ? स्रोतका अनुसार मानिस प्राकृतिक रूपमा शाकाहारी हो रे। यसका लागि केही जैविक आधार पनि दिएको छ, जस्तै आँद्राको लम्बाइ, पानी पिउने तरिका, आँखा खोलेर जन्मिने। तर ऊ आफ्नो यो स्वभावबाट विचलित हुन्छ अनि समस्या निम्त्याउँछ। स्रोतले त अलि कडा शब्दमा मानिसलाई नै सबैभन्दा ठूलो समस्या, एक प्रकारको सर्प वा धरतीको कलङ्क जस्तो पनि भनेको छ। ओहो, त्यो त निकै कडा टिप्पणी भयो त। मतलब बाघ बचाउँ अभियान चल्छ, तर मानिसले बिगारेको कुरा चाहिँ जिउँका त्यौं छ भन्ने जस्तो आशय भयो। हो, जनावरले बरु वफादारी देखाउँछ, तर मानिस अलि अप्रत्याशित हुन सक्छ। अनि स्रोतले यो मानिसको विचलनको कारण के भन्छ त? एउटा प्रमुख कारण मानिसको आहार विहारमा आएको गडबडीलाई नै मान्छ, जसले मनलाई दूषित पार्छ रे। तर्क के छ भने सफा मनले गलत काम गर्नतिर लाग्दैन। यसले हामीलाई अर्को महत्त्वपूर्ण कुरामा ल्यायो। हामी जुन शान्तिको लागि भौतिक वस्तुहरू खोज्छौँ नि, पैसा, राम्रो जागिर, घर, विवाह, यो कति निरर्थक छ भन्ने कुरा। यी सबै खोज्नुको पछाडि त शान्ति नै चाहिएको हो नि त, होइन? तर यी कुरा पाएपछि पनि किन शान्ति भेटिँदैन त? हो नि, स्रोतमा यसका लागि राम्रो उदाहरण छ शान्ति। न बजारमा किन्न पाइन्छ, न कुनै जजले फैसला गरेर दिने कुरा हो। बरु उल्टो के हुन्छ भने सबै भौतिक सुख सुविधा भएर पनि राति निदाउन नसकेर निद्राको चक्की खानुपर्ने अवस्था आउँछ। त्यो त देखिन्छ पनि। किनकि शान्ति बाहिर खोज्ने कुरा होइन, यो त भित्रै छ।
त्यसो भए यो सबै छलफलको सार के भयो त? स्रोतको निचोड यही हो कि यदि मन सफा छ, शुद्ध छ भने तनाव र समस्याहरू आफै कम हुन्छन्। हो, मूल सन्देश त्यही हो। मनको शुद्धिकरणका लागि ज्ञान मतलब सही बुझाइ र भक्ति मतलब समर्पण आवश्यक छ भनिएको छ। ज्ञान र भक्ति। तर विडम्बना के छ भने मानिसहरू अक्सर भौतिक कुरालाई प्राथमिकता दिन्छन्। पेट भर्न घण्टौं लाइन बस्न तयार हुन्छन्, तर मनको शुद्धताका लागि सत्संग वा ज्ञान लिनका लागि चाहिँ समय छैन भन्छन्। तर व्यस्त जीवनमा सत्संग वा ज्ञानका लागि समय निकाल्न साँच्चै गाह्रो हुन्छ नि। के स्रोतले यसबारे केही भनेको छ? स्रोतले प्रत्यक्ष उपाय भन्दा पनि खै प्राथमिकताको कुरा उठाएको छ जस्तो लाग्छ। जबसम्म मानिसले मानसिक शान्ति र शुद्धतालाई भौतिक लाभ भन्दा कम महत्त्व दिन्छ, तबसम्म समयको अभाव त एउटा बहाना मात्रै भइरहन्छ भन्ने तर्क छ। समाधान बाहिर समय मिलाउने भन्दा पनि भित्र प्राथमिकता बदल्नुमा छ। कुरा त्यो पो हो। स्पष्ट भयो। त्यसो भए यस विश्लेषणबाट हामीले के बुझ्यौं भने जीवनका सबै द्वन्द्व, चाहे त्यो व्यक्तिगत होस् वा सामाजिक, को वास्तविक समाधान बाहिर खोजेर हुँदैन। भित्री आत्मालाई नै सम्बोधन गर्नु पर्यो। मन सफा राख्ने, विचार र आहार शुद्ध गर्ने अनि आफ्नो वास्तविक प्रकृति बुझ्ने। एकदम। र यो कुरा फेरि जोड दिनुपर्छ जस्तो लाग्छ। यदि मन नै विचलित छ, फोहोर छ भने बाहिरी कर्मकाण्ड, तीर्थ गएर वा धन कमाएर कहिल्यै स्थायी शान्ति मिल्दैन। जरा सफा नभएसम्म हाँगामा पानी हालेर काम छैन। ठिक हो। अन्तमा स्रोतबाटै प्रेरित एउटा प्रश्न श्रोताहरूलाई सोधौं न त। यदि सबै समस्या मानव मनको विचलन र आफ्नो मौलिक धर्म अर्थात् स्वभावबाट भट्किनुले गर्दा नै हुन्छन् भने केवल बाहिरी सरसफाई वा कर्मकाण्ड भन्दा पर गएर साँच्चीकै हृदयलाई सफा गर्न आज कुन चाहिँ ठोस व्यावहारिक कदम चाल्न सकिन्छ?